नमस्ते मेरो सम्पूर्ण साथीहरुमा। आज हामी धेरै दिनपछि है एक हप्ता पछाडी नयाँ ब्लग बनाउँदैछौं। हाम्रो नयाँ ब्लग आउँदैछ। आज चाहिँ हाम्रो घरमा नयाँ पाहुना आउँदै हुनुहुन्छ। हाम्रो चाहिँ नयाँ पाहुना इन्ट्री हुँदै हुनुहुन्छ। त्यही भएर हामी एकदम खुसी ह्यापी छौं। अनि नयाँ पाहुनाको स्वागतका लागि चाहिँ एकदम म यहाँ तयारी गर्दैछु। मेरो छोरा चाहिँ शपिङको लागि बजार जान आँटेको छ। भरे नयाँ पाहुना को आउनुहुन्छ हाम्रो घरमा त्यो सबै हेर्नुको लागि रेडी हुनु होला है गाइजहरु। ल गाइज मेरो साथी चाहिँ अब शपिङको लागि हिँड्नु। आज हाम्रो एक हप्ता पछिको ब्लगमा आज हामी एकदमै खुसी छौं। नयाँ पाहुना हाम्रो घरमा आउँदै हुनुहुन्छ। उहाँलाई स्वागत गर्नुको लागि हामी एकदमै उत्सुक भइरहेको छौं। हामी आमा छोरा नै। मेरो छोरा शपिङको लागि गयो। गाइज अब छोरा शपिङ गर्नु बजार गइसक्यो। अब म पनि घरमा बसेर एकदम तयारी गर्दै बस्नु पर्यो। 1 hour later हाम्रो गेस्टहरु आइपुग्नु भएको छ फाइनली। ममता म्याम अनि अनुप सर विथ बेबी। हेलो म्याम। हेलो नमस्ते म्याम। नमस्ते सर। हेलो सन्चै हुनुहुन्छ? आफ्टर लङ टाइम फेरि हाम्रो भेट भइसकेको छ। म्यामहरुलाई हाम्रो घरमा स्वागत छ। गाडीमै हुनुहुन्छ? होइन हाम्रो यहीँनिर हो म्याम। यहीँनिर पार्किङ गर्नुपर्छ। ल हाम्रो घरमा चाहिँ हामीले गेस्टलाई वेलकम गर्दैछौँ। अनि ल थ्याङ्क यू। उहाँहरू आइपुग्नु भएको छ। ल गफ गर्दै हिँड्नुहोस् न। आज आउनु भएको छ एकदम हाम्रोमा गेस्ट बनेर म एकदम खुसी छु। अझ अर्को पनि लिएर आउने भनेको थिए। दुईटा बाबुसँग रमाइलो गर्ने मन थियो। जोरा आयो, एउटा जोरा आएर अनि अब आज नल्याएको पाक भनेर पादिन्छु मलाई। कति शीतल यतै आउनु न साह्रै आनन्दको डाँडा के। सर र म्यामले हामीले चाहिँ यहाँ घरमा इन्भाइट गरेको। उहाँले त यो मेरो तर्फबाट म्यामलाई हो यो हैन सबैले राम्रोलाई छ। ल मेरो तर्फबाट पनि सेवा दर्शन गर्दिछु। अनि यो चाहिँ मेरो भाइलाई सेवा। ओहो मेरो लागि पनि छ। डार्क चकलेट छ स्पेशली। यो चाहिँ बाहिरबाट आएको। एउटा चाहिँ कुनै कुनै नेपालको पनि छ हैन। हजुर अरु चाहिँ बाहिरको पनि छ। मम्मी यहाँ क्यामेरा। भाइको पनि ल ल थ्याङ्क यू सो मच म्याम। थ्याङ्क यू सो मच। नमस्ते। इलेक्सनमा खेल्नुहुन्छ इलेक्सनमा। 2000 years later अब हाम्रो भाइको स्पेशल प्रकाश भाइ स्पेशल हाम्रो भेज पकोडा आएको छ। ल छोरी ल म्याम पनि लिसो। वाह तातो तातो अलि तलको लिसो। कस्तो छ टेस्ट गरेर भन्नुहोस् ल। ओके ल चियर्स है। बाबा छोराले हतार हतार गरेर बनाएको मेहनत गरेर मेरो फर्स्ट पिनट हालिसक्छ बदाम। हजुर प्रकाश भाइले गाली खाने भयो नि अब। ओए भिडियो हेरेर कतिजना मुख आज अरु खानेकुरा ल्याउनै बाँकी छ। अझै बाँकी छ। यो त फर्स्ट सर्भ हो। फर्स्ट हो यो म्याम। अझै बाँकी छ। ओहो सानो बाबु त रुयो। चिप्स खानासँग वाउ भन्दियो। वाउ अरे बाबुलाई सानो वाउ कस्तो भयो? वाउ भन्नु माथि हेर्नु यता माथि भन्ने बेला कहाँ भन्नु? वाउ भन्नु त। दामी जमिनी। लभली। थ्याङ्क यू सो मच म्याम सर। थ्याङ्क यू सो मच सबैजनालाई। किचनमा गरेको मेहनत काम लागिरहेछ। भाइले पर्सनल आफ्नै हातले बनाएको। आफैले बनाएको पर्सनल उसकै हात। अझै आउन बाँकी छ धेरै कुरा। बिस्तारै आरामले खानुहोस्। म चाहिँ भित्र जान्छु। थ्याङ्क यू सो मच। अब चाहिँ हामी लोकेसन चेन्ज गरेर ठाउँ बस्ने ठाउँ चेन्ज गरेर खाँदैछौँ। आइसकेका छौँ। अनि बसेर अनि खाँदैछु भाइले बनाएको जाति कलेजो र मुरै। कस्तो छ म्याम? एकदमै मिठो खुर्सानी पिरो खालको रहेछ। दामी छ। थ्याङ्क यू सो मच। धनिया चाहिँ भयो के। धनिया चाहिँ बिर्सेछु। फरक पर्दैन। राम्रो छ। अनुप सर कस्तो छ? मिठो छ हौ म त। ल हाम्रो सानो बाबुलाई पनि मिठो लाग्यो होला तर सानो वाउ भन्दियो।
हाम्रो बुनुलाई हेलो कस्तो लाग्यो थ्याङ्क यू ल मेरो मम्मीले त चाख्नु भएको छैन होला कान्छ दामी भाइको मिहिनेत एकदम रङ लागेको छ थ्याङ्क यू सो मच सर परिकार नम्बर 2 खाँदैछु म यो चाहिँ हाम्रो अब यो चाहिँ परिकार नम्बर 2 हो अनि स्पेसल मैले चाहिँ सबैजनाको लागि म आफैले बनाएको यो चाहिँ जाते कलेज हो आफ्नै हातले आफ्नै किचनमा आफ्नै पर्सनल एकदम हामी चाहिँ अर्ग्यानिक तरिकाले बसेर पनि अर्ग्यानिक तरिकाले पनि खाँदैछौँ अब म पनि खान जान्छु है त आजको हाम्रो स्पेसल गेस्ट हाम्रोमा आउनुभएको ममता म्याम अनि अनुप सर अनि बुनु तिनजना हुनुहुन्छ अनि आजको पहिलो हाम्रो डिस सर्भिस चाहिँ मैले पकौडा भेज पकौडा गरेको थिएँ एकदम मिठो भयो भन्नुभयो अनि त्यसपछिबाट चाहिँ मैले कुखुराको जाते कलेजो पकाएको थिएँ त्यो पनि मिठो भयो भन्नुभएको थियो अब म चाहिँ हाम्रो तेस्रो सर्भिस उहाँहरूको लागि यो पर्क फ्राई गर्दैछु उहाँहरूले मजाले भुट्नु ल ग्रेभी नबनाउनु भन्नुभएको छ अनि म चाहिँ त्यही अनुसारले बनाउँदैछु अब चाहिँ अलमोस्ट पाकिसक्यो अनि आजको यो पर्क चिकनसँग चाहिँ उहाँहरूको मिठो तुम्बा पनि छ एकछिनमा हामी खाने बेला हेर्छौँ है त सबैजनालाई मम्मी चाहिँ यहाँ भुइँ सफा गर्दै हुनुहुन्छ अघि सबै जुठो भाँडा माजेर म चाहिँ पकाउने मम्मी चाहिँ पखाल्ने काम गर्नुहुन्छ भुइँ पोछा लाउने म जुठो भाँडा माझ्ने अलिकता फोहोर भयो कि सफा गरिहाल्ने जुठो भयो कि माझिहाल्ने म त के गर्ने यस्तै छ है गाइस मेरो भेरी गुड मदर माताजी माता मिठो मिठो खानेकुरा पकाइदिएका थ्याङ्क यू सो मच माता छोरा कुक आमा क्लिनर क्लिनर बोल्नु त आउँदैन जिब्रो लाग्छ ल मजाले सफा गर्नु ल कति बिहानभरिमा 4 चोटि भइसक्यो यहाँ पुसेको ल आयो आयो हाम्रो अर्को पनि आयो यो के भन्छ हजुरहरुको राईको सेवा गर्ने तरिका हो म्याम यो हजुर ब्याम्बो ल बोल्नु गाइज आज हाम्रो स्पेसल गेस्ट मेरो बहिनी ममता बहिनी आउनुभएको छ उहाँको लागि गाउँघरमा काटेको लोकल प्योर कालो बङ्गुरको मासु भुटान बेम्बो तुम्बासँग चाचे पनि आउँदैछ चाचे आयो हाम्रो स्पेसल स्पेसल आयो चाचे कस्तो ठ्याक्कै पसलको जस्तै बनाइदिन्छ हैन चाचे पनि साइज पनि अब सबैजना मिलेर ए ल भइहाल्छ त अब पापड सलाद अब त सुन्ने मात्रै होला म्याम खान सकिँदैन के चाहिँदैन अरू के पनि चाहिँदैन होला भयो होला हुन्छ होला है हुन्छ चिसो यतै छ है अघिको गिलास चाहिन्छ गिलास चाहिन्छ होला टुङ्गामा लाउने पानी हो ए हुन्छ ल आइसक्नु बसिसक्यो अनि बस्नु मम्मी ल कसरी खाना बस्नु खाँदैन त अनि
होइन म त गर्मी भइरहेछ नि भुइँमै म पनि त्यो भुइँमा बसिरहेको छु पहिलोचोटि म नयाँ चिज ट्राई गर्दैछु है यहाँनिर फोटो ठ्याक्क तलको ननिकाल्नु छ ल 1 day later. मेरो पहिलोचोटि आज म हाम्रो राईको मेजबानमा परेको छु राई मगरको मेजबानमा परेको छु र यहाँको चाहिँ उहाँले मलाई यसरी सेवा गरिसकेको छ म पहिलोचोटि ट्राई गर्न जाँदैछु कस्तो हुन्छ भनेर तर त्योभन्दा अगाडि म फोटो खिच्छु है ल बाबा रेडी हामी पनि फोटो पनि लिनुपर्छ ल कति राम्रो शब्द सेवा भनेको हजुरलाई मैले दिएँ अब खाइछु भनेको होइन बुनुको प्लेट त्यहीबाट खाने ल अब आजलाई बिदाई माग्यौँ मिठो मिठो खायौँ हाम्रो छोरा यति ज्ञानी हुइसिन्छ पकाउन पनि यस्तो माहिर हुइसिन्छ भनेर थाहा थिएन एकदम मिठो गरी पकाउँछ मिठो गरी खुवाइछु आज खुसी भयो अब अर्को पालि चाहिँ म रातिको टाइममा आउँछु किनभने यहाँबाट धरानको भ्यू यस्तो राम्रो देखिँदो रहेछ होइन अर्को पालि चाहिँ म रातिको समय मिलाएर आउँछु अब अहिलेलाई चाहिँ मैले बिदा मागेँ ममता म्यामलाई धेरै धेरै धन्यवाद आइदिनु भयो हाम्रो अनुप सरलाई पनि धन्यवाद तर कहाँ जानुभयो अनुप सर हजुर आउनु भनेर प्रकाश भाइले मलाई मेसेज गरिराख्नु भएको थियो ल अब गर्दा गर्दै आजको दिन छुट्टिने समय पनि आइहाल्यो कस्तो यस्तै हो म्याम घरमा यस्तै हुन्छ सबैजनाको अब अर्कोचोटि अब ल भाइ ल हस् हुन्छ वेलकम सर आइदिनु भयो त्यसको लागि धन्यवाद केजी बढाइदिनु भयो धेरै धेरै धन्यवाद बाई बाई थ्याङ्क यू भेरी मच अनि अल द बेस्ट अनि यति राम्रो गरिरहनु भएको छ हाम्रो बिन्ता म्याम अनि हाम्रो भाइ प्रकाशले अनि यति राम्रो गरिरहनु भएको छ युट्युबमा अहिले अझै पनि धेरै राम्रो होस् म जहिले उहाँहरूको प्रगति भएको देख्न चाहन्छु राम्रो भएको देख्न चाहन्छु जहिले उहाँहरूको स्तर बढेको गरेको देख्न चाहन्छु र हजुरहरू जो हेरिरहनु भएको सबैजनाले हाम्रो बिन्ता म्याम भाइ अनि हामीलाई पनि सबैलाई माया गर्नु होला अहिलेलाई सबैजनालाई बाई बाई गर्यौँ हामीले थ्याङ्क यू सो मच म्याम ल हामी गाडीसम्म छोड्न जान्छौँ हजुरहरू सबैजनालाई अब हाम्रो छुट्ने समय आइपुग्यो बिहान आउनुभएको अहिले दिउँसो 3 बज्न लागिसक्यो होला बाटो पो कस्तो अप्ठ्यारो छ त यो उहाँहरू चाहिँ अब निस्किनु भयो बाई बाई म्याम बाई बाई राम्रोसँग जानु होला बाई बाई त बाई बाई सबैजनालाई हुन्छ ल उहाँहरू निस्किनु भयो जानुभयो यहाँबाट ल अब चाहिँ मेरो बहिनीहरू पनि जानुभयो होइन अब चाहिँ यो हाम्रो नयाँ ब्लग हेरिदिनु भएकोमा सबैजनालाई थ्याङ्क यू धन्यवाद अहिलेलाई आजलाई बाई बाई